हेलो एभ्रिवान नमस्ते जोडले मसँग हुनुहुन्छ दुर्गाको सासू अनि अमृतको मम्मी हुनुहुन्छ। मलाई यति धेरै माया गर्नुहुन्छ उहाँहरूले, उहाँको फ्यामिलीहरूले मलाई यसरी नै माया गरिराख्नु होला हैन। अनि आउँदो दिनहरूमा नि अझै धेरै माया गर्दै राख्नु होला। अनि मलाई चाहिँ च्याउ लिन बोलाउनु भएको थियो। च्याउ यति दुःखले च्याउ खोजेर ल्याएर आउनु भएको थियो। अनि मलाई लिन आऊ नानी भनेर लिन बोलाउनु भएको थियो र म गएँ। अनि च्याउ चाहिँ राम्रो राम्रो चाहिँ अर्को कालो प्लास्टिकमा, अर्को चाहिँ हल्का चाहिँ अर्को प्लास्टिकमा राखिदिनु भएको थियो। अनि घरमा फलेको तरकारी पनि लिएर जानु भनेर भन्नुभयो। अनि मलाई चाहिँ घेरम्ला अनि चिफ्ली भेन्डी हो, अनि यस्तो रहर लाग्दो त्यहाँ। अनि निम्बु पनि थियो, रसिलो खालको निम्बु। अनि मलाई चाहिँ एकदम मनपर्छ त्यो निम्बु चाहिँ। अनि सधैँ आउँदाभरि लिएर जाने। अनि त्यो सानो डिब्बामा चाहिँ मुरब्बा थियो, अनि अर्को आँपको अचार थियो। यो चाहिँ हजुरहरूले खानुभएको छ कि भएको छैन, यो चामलबाट बनेको ढुङ्ग्रो यति मिठो हुँदो रहेछ, थरी थरीको बन्दो रहेछ, घरमै उत्पादन गरेको यो चामलको ढुङ्ग्रो। अनि त्यस साथसाथै कागतीहरू यति रहर लाग्दो थियो। त्यसपछि मलाई चाहिँ च्याउको भिडियो फेरि खिच्न मन लाग्यो। अनि त्यसपछि मैले चाहिँ बाटामा राखेँ, देखाउन पठाएर देखाएँ हजुरहरूलाई कस्तो लाग्छ च्याउ। च्याउको सिजनहरू भइराखेको छ, राम्रोसँग बुझेर मात्रै खानु होला च्याउ, किनभने एकदम पछि गाह्रो हुन्छ, च्याउले एकदम असर पार्छ। त्यही भएर राम्रोसँग बुझेर खानु होला। अनि खान मन छ भने फेरि मेरो घरमा आएर खानु होला। हजुरहरूलाई वेलकम छ सबैजनालाई। अनि त्यसपछि चाहिँ मलाई एकदम मनपर्ने च्याउ हो। बिचरा यति दुःखले मलाई खोजेर बोलाएर म लिन पनि गएँ। यसरी नै माया गरिराख्नु। अनि थ्याङ्क यू सो मच दुर्गा अनि अमृतको फ्यामिलीलाई, मलाई यसरी नै माया गरिराख्नु होला आउँदो दिनहरूमा पनि। अनि वान्स अगेन थ्याङ्क यू सो मच।